क्रस गरिसकेका छौँ अनि त्यसपछि हामी यहाँ एक ठाउँ चिया खाने भनेर आएको छौँ होइन यो चाहिँ लगभग लखनऊ यस्तै 2 घन्टा बाँकी हुँदाखेरिको हो यो है हाइवेमा हो एउटा ढाबा जस्तो छ यहाँ रेस्टुरेन्ट जस्तो तर खाना चाहिँ एकदम राम्रो पाउँदो रहेछ हामीले यहाँ बसेर चाहिँ चिया खायौँ अनि खाना पनि खायौँ है हामी लगभग 6 जना थियौँ 6 जना हिँडिरहेको थियौँ हामी है हजुरहरू पनि दिल्ली जाँदै हुनुहुन्छ भने यो ढाबामा चाहिँ बस्नु है यो रेस्टुरेन्टमा चाहिँ हजुरहरूको लागि एकदम राम्रो खाना पाउँछ यस्तो अब हेर्दै जाउँ है अब बाटोमा कस्तो कस्तो छ होइन यो फेरि लखनऊ हो है लखनऊमा अब एकछिन चिया खाऊँ भनेर फेरि गाडी रोकेर हामी चिया खाना चिया खाइसकेपछि हामी यहाँदेखि फेरि हिँड्यौँ सबैजना यहाँदेखि हिँड्यौँ हामी जता जता अलिक खुलेको जस्तो हुन्छ उतै भिडियो बनाउँदै हिँड्दै गरेको म चाहिँ अब अर्को भिडियोमा